हेलो नमस्ते एभ्रिवान एउटा पब्जी गेमको भिडियो लिएर आइसकेको छु। सो हेरेर साथ दिनु होला। म चाहिँ पोचिङतिर हिँड्छु। मसँग एउटा साथी आएको रहेछ हैन। अनि गन चाहिँ मैले भेटेँ। साथीलाई अलि ब्याड लक भनौँ न। त्यसपछि यता चाहिँ साथीहरू कुदिरहेको थियो बिचमा। हान्न चाहिँ हाने तर एउटा नक भएन, बच्यो नि त। तर यता चाहिँ अर्को साथी भेटिन्छ, त्यसलाई मार्छु। फेरि यता अर्को साथी कुदिरहेको थियो है एनिमीलाई। सो हानेको किल त लिनै पऱ्यो। त्यही बिचमा अनि साथीहरू यता बिचबाट कुदेर आइरहेछन् जोसेर। त्यो एउटालाई फिनिस गरेँ, अर्को चाहिँ यता कुदेर आउँछ, यसलाई नै हान्छु। यो सँगसँगै ये कहाँ जा रहे हो टेल रहे हो भन्ने जस्तो भइसक्यो नि त। कहाँ बिचमा एक्लै कुदिरहेछ, साथी त मऱ्यो। भर्खर फेरि एउटा पछाडि झरेर पछाडिबाट हानिरहेको थियो। सो आवाज सुनेर फेरि हान्न गएको त यो दुईवटा एनिमी एउटा बट रहेछ। अनि धन्न यता एउटा एनिमीलाई नकाने, फेरि उता बटले नै हानिरहेको थियो कि मलाई। त्यो चाहिँ बट हो। अनि यहाँ चाहिँ फेरि अर्को एनिमी कुदेर आउँछ। मेरो पछिबाट मेरै साथी आएको रहेछ। मैले चाहिँ एनिमी त फेरि अर्को मान्छे चाहिँ खसिरहेको रहेछ इभेन्टमा, हावामै खायो सोटले। यसको साथी पनि आएको थियो, उडके हानेको युएमपीले। अनि एमफुलले चाहिँ फिनिस गरेँ। फेरि म चाहिँ यता एनिमी रहेछ हान्न आएको। ल हेर्नु ल गाइज यहाँनिर के हुन्छ मसँग। अनि यसलाई ग्रेनेड हाने। अब अर्को यहाँनिर मेरो साथी हुन्छ 4 नम्बर चाहिँ जान्छ, योसँग फाइट लिन्छ, नक हुन्छ होइन। म चाहिँ ग्रेनेड कुक गरेर अनि मेरो साथी पनि मऱ्यो हो। अनि साथीले चाहिँ रिपोर्ट हानिदियो। म चाहिँ न एउटा हल्लिन मिल्छ न त मेरो अरू साथीहरूले ग्रेनेड हान्दा नि केही पनि हुँदैन क्या। जिरस लिटरली केही पनि हुँदैन। त्यही भएर अब के गर्ने त, यिनीहरूले बम हानेको हानी गर्दा नि केही भएन क्या। अब के गर्ने त भन्दाखेरि अब फेरि उताबाट मेरै साथी नक हुन्छ नेटले। 8-10 नेट हान्छ कि फेरि एउटा एनिमीहरू आउँछ होइन, पुस गर्छ तिनीहरूले। अनि म चाहिँ ओपनमै थिएँ, देखिहाल्छ एनिमीलाई, मार्छ मलाई। ढक्क म खुसी हुन्छ यहाँनिर। ल अब चाहिँ खेल्न पाइने भयो भनेर खुसी हुँदै यसो फेरि लबीतिर गएर फेरि पोचिङतिर आउँछु। साथीहरू त्यहीँ छ, म त्यहीँ जान्छु, 1-2वटा किल उठाउँछु भनेर सोचिरहेको थिएँ। त्यही बिचमा कहाँ यहाँबाट फेरि ल्यान्ड हुने बित्तिकै हल्लिनै मिल्दैन त। ला अब के गर्ने त। अनि साथीहरू चाहिँ उता फाइट लिँदै सहिद भइसक्यो। ल अब कोही पनि छैन, एउटा म मात्रै हो आस। त्यो आस पनि यहाँ चलेकै छैन। तर एकैछिनपछि लकले साथ दिन्छ। अनि म चाहिँ यता फ्रिज भएको थिएँ। अनि चाहिँ यसो हल्लिन मिल्छ। अनि साथीहरूलाई हत्ता नभत्ता रिकल हानेर म पनि फेरि इभेन्टमै जान्छु क्या। रिभेन्ज त लिनु पऱ्यो। सो यो मेरै किरी लुटिरहेको थियो। अनि त्यसले चाहिँ बजाइदिइहालेँ। अनि के थियो, लुट त मास्टरै हो म पनि। सब जे थियो त्यस गरेर मेरो दुइटैको लुट कम्बाइन हानेर म पनि रेडी भयो। फेरि M4 UMP लिएर M4 UMP लिएँ। मस्त एट्याचमेन्टहरू सब एट्याच गरेँ होइन। अनि दुइटा क्यारेट थियो यहाँनिर, मस्तले लुट हाने। अनि यतिकैमा अब यसो म्याप हेर्छु कहाँ जाने त। अब फेरि त्यहाँतिर जाने। फेरि अब यसो जर्ज बुलतिर जाने सोचेँ। यतिकैमा साथीले सोध्दैछ कहाँ से हो भनेर, बङ्गालीले सोध्यो। नेपाल से भनेर हो भनेर म चाहिँ मेरो पुतरी लिएर सिधै मोस्टर ट्रकमा स्कुल। एउटा साथीको स्कुलमा भर्खर छुट्टी भएर रहेछ, निस्किनु लाग्यो। हामीको त फेरि स्कुलभित्र जान्छ भन्छ। यता धन्न नक भएछ। त्यतिकैमा एउटा बगी लिएर फेरि स्कुलमा गएर हानेको नभई भएन, यसलाई चाहिँ फिनिस गर्नु पऱ्यो भनेर फिनिस निस्केर फेरि यतातिर आउँदाखेरि त यता नि रहेछ मान्छे। यसो अर्को साथी नि थियो, तर लास्टमा लकी भनौँ न पब्जीमा चाहिँ धन्न मैले किल पाएँ। किल पाएर फेरि यताबाट जर्जबुल जाँदै थिएँ। एउटा मोन्स्टर ट्रकमा भागिरहेको थियो, हानेको एउटा झऱ्यो। ल हेर्नु म किन हानिरहेको मोन्स्टर ट्रकमा, म आफै सोचिरहेको छु। यत्तिकैमा एउटा मेरो राइडर साथी आउँछ, यसो बाइकमा यसो कुदाइरहेको हुन्छ। यत्रो हान्दा नि उल्टा घुट्नु लाग्दैन। त्यही बेला एउटा फेरि हर्स राइडर आउँछ। एउटा बाइक राइडर अर्को हर्स राइडर आयो। दुईजना बसिरहेको थिएँ। लगभग 2 म्याग हान्छ कि एउटा पनि लाग्दैन। फाइनली एउटा किल चाहिँ पाउँछु त्यो
यतिको मेरो साथीहरूको त यहाँ पेटी बन्न लागिसक्यो। अब के गर्ने त, तिनजनै नक भइसक्यो, मेरो हिल यत्रो छ, त्यही माथि बङ्गाली कराइरहेको थियो। अरे भाइ क्या गरिदिया भनेर अब के गर्ने त। अब साथी, यो साथीलाई बचाउँछु भनेर स्मोक हानेको, साथी पनि बचेन। दुईवटा स्मोक हानेर यसो ल एनिमीलाई यताउता भनेको, कहाँ यसको पेटी भनिसक्यो। फेरि म पनि जोसिएर त्यसलाई हान्न थालेँ। त्यही बेला कहाँ यसो दिमाग लाग्यो, यार त्यसरी हुँदैन, घरमा जानु पऱ्यो भनेर अनि त्यहाँदेखि चाहिँ घरमा जान्छु। फेरि ल घरमा कोही नरहेछ, यसो हेर्दा त कोही छैन। फेरि बग्गी त्यहाँ गयो, हेर्छु यता पछाडिबाट अलिक साउन्ड आएको जस्तो लाग्यो। अनि त्यहाँ जान्छु, ल हान्नु पऱ्यो भने जे भयो होला भनेर। अनि यतिकोमा त्यो कहाँ गइरहेको थियो, उता गइरहेको थियो। अनि यही बेला मौका पाएर तल्लो एनिमी होइन हानिदिइहालेँ। त्यो चाहिँ उता अर्कोलाई हानिरहेको थियो। यही बेला हानिदिइहालेँ मैले त्यसलाई। त्यसपछि यहाँनिर एउटा साथी थियो, त्यो हान्दा नि मरेन। एउटा यहाँ ओपन में टहल रहा था, हेर्नु त भन्छ नि त्यसले, ओपन में कहाँ टहल रहे हो बबुवा भन्छ त। अन्तरेमी गेमिङ हेर्ने भयो थाहा होला हजुरहरूलाई। त्यही माथि एउटा यहाँ ट्र्याप गर्छु क्या, एउटा सिङ्गल गोली हान्छु अनि त्यसले पक्कै पिक्लिन्छ भनेर। अनि पिक्लिन्छ क्या मजाले। अनि यसको टाउकोमा डेङडेङ भनेर हेडसट हानेर मारिदिन्छु म त्यसलाई। त्यसपछि अब रोड क्रस गर्नु पऱ्यो भनेर स्मोक हानेको, यता साथी रहेछ। फेरि हेडसट कनेक्ट भयो अनि म चाहिँ जोसिएँ क्या, मैले हानिहालेँ। अनि यस्तो ऊ पनि कहाँ कम्ता थियो, ग्रेनेड हानेर उता हिल गर्छु भनेर बसिरह, म पनि जोसिएर गएँ। तर नअरू एनिमीले हानेन, यो हिल गरिरहेको थियो, यसले एउटा गोली चलाउनै पाएन क्या। अनि मैले चाहिँ यसले फिनिस गरेँ चाहिँ लुटेर, यहाँदेखि लुटेर लुटसुट लिएर। अब 4जना बाँकी थियो म लगाएर होइन। अनि चाहिँ चिकन खानु पऱ्यो भनेर सोचिरहेको थिएँ होइन, कसरी खाने त भनेर सोच्दा सोच्दा त्यहाँ एनिमी देखेँ मैले तल र माथि। माथिकोलाई त के भएन, तर तलको चाहिँ फिनिस भयो। अनि एउटा अर्को मरिसकेको रहेछ। अब 1v1 त्यही माथि सोध्छु साथीले चिकन खाने हो भनेको, खाएगा भन्छ बङ्गाली भाइ। पहिला चाहिँ अलि रिसाएको थियो, अनि पछि एकदमै सपोर्टिभ भयो। अनि म चाहिँ स्मोक हानेर हत्तनबत्त स्मोक हानेर अब जानु पऱ्यो त के गर्ने, अलिअलि हानेको छु भनेर। अनि म पनि ग्रेनेड तान्दै निस्केको, धन्न हानेन एनिमीले। त्यो ग्रेनेड पनि भित्र सिर्दैन। अनि एउटा फेरि स्मोक हानेर ल अब यसलाई आग चाहिँ लाउनुपर्छ है, गरमै भन्ला भनेर। त्यो मिममा छ नि त त्यस्तै। तर पनि त्यो त एकदम बाँठो थियो होइन त्यो चाहिँ। अनि यहाँनिर स्टिकी बम लगाएर बग्गी लिएर फरार हुन खोजिरह, मेरो हातमा एमपी थियो। अनि बग्गीमा मैले चलाएको यसो कनेक्ट भइहाल्यो क्या हेडसटहरू। त्यसपछि त विनर चिकन डिनर। अनि मेरो साथीहरू पनि आयो, अनि हामी चाहिँ डान्स गर्न थाल्यौँ। अनि यतिसम्म हेरिदिनु भएकोमा धन्यवाद। हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू भेरी मच।